बेडुलो बेडुलो पाकेको नि सर्प पो छ कि ओ माय गॉड कल्लै पाकेको छ त हेर्नुस् त गाइस हेर्दै हेर्दै त ओ माय गॉड बेलुरी पाकिङ ए बेलुरी हैन बेडुलो बेलुरी हो त हाने बाबु तेरो बाबुले यस्तो कल्लै पाकेको बेलुरी ओ माय गॉड मैले हालेको यहाँ 9 बजे हालेको इधर देखो गाइस ये क्या है ये क्या है ल फेरि ओके गर्छ ओ माय गॉड बेडुलो पाकेको नि हेर्दै हाल ओ माय गॉड बेडुलो हैन त बेलुरी उता पल्लो हाँगा धलाई त कतिको मिठो ओ छ माय गॉड हेर्नुस् त गाया हेर्न दे आउँछ कता खाने कति खाने धेरै दिन भन्ना धेरै वर्षपछि यस्तो हुन्छ यहाँ नजिक देखाएको छ यो गम भएको यस्तो यस्तो मिठो हुन्छ यो अर्ग्यानिक मह त्यस्तो उल्टो मुखो त म त खान्थिनँ अच्छा अच्छा फेरि बनाइदियो हाल्ने हो का ओहो गाइसहरू यति धेरै बेडुलो फेरि बेडुलो भने के बेडुलो हो का बेडुलो हैन के बेलुरी हे बा हेर्नु त्यहाँ पनि धेरै डेङ्गु खाने को छैन के हो त खाने हामी कति यिनीहरू त हामी त कति खाएर उ गरिन्छ यहाँ नसती रहेछ सिर्जनाको घरमा नासपति रहेछ पाके छ नि झर्ने कतै जान्छ जस्तो पाकेर चाहिँ एउटा पाके त कतै छैन तिजोमा पाकिन्छ राम्रोमा तर माथि रहेछ कि धेरै माथि चोर्दैछ लौ चारो भइहाल्छ अब गाली गर्छन् के अरे कस्तो छ ल बोचाउन त सकिन्न त्यो के हो त त्यो कालो कालो भएको पाट हो पाट होइन नासपति नासपति यहाँ रहेछ नासपति हो कि गाइजहरू हामी त गाउँ आइयो उहाँको माइती घर आइयो यहाँ त हामी त तल माथि बढिया बुरुको नि हामी त्यहाँ त यहाँ नि त्यस्तै पाकेको छ कसरी नखाएको हुन्छ यहाँ त के रहेछ चिप्ले के पागल हो र कति आइन्छ यस्तो खान्थ्यौँ हामी यहाँ हुन्थ्यो यति धेरै खन्निम भन्छ हाम्रोतिर तर अहिले छैन यो पानीवाला होइन क्या होइन हेर्नु त कसले हाने हिँड्छ त ए यति धेरै छ नि मैले खाने कोही छैन हामी त यहाँ माथिबाट म देखाइदिन्छु है यहाँबाट अहिले त सानो देखिँदैछ भिडियोमा त तर यहाँबाट चढेर हामीले यो तिमीला खाइन्थ्यो नि अनि को भान्जा ए सेम बाखाने अझै ठुलो बाखा ए बा खाएकै छैनन् यति धेरै छ ए अर्ग्यानिक बेलुरो भन्छ हामीले त बेडुलो भन्थ्यौँ बेट्लो भन्थ्यौँ बेट्लो पाकेको रहेछ यति धेरै बेट्लो पाकेको बेट्लो हाम्रो माइती हामीले बेट्लो भन्थ्यौँ के भन्नु हामीले त